नमस्ते। फेरि पनि यो स्याडेड पार्टको एरिया निकाल्ने दोस्रो भिडियोमा तपाईलाई स्वागत छ। यसमा हामी यीदेखि यतसम्मका क्वेशनहरू केही क्वेशनहरू हेर्नेछौँ। त्यो क्वेशनहरू ध्यान दिएर हेर्नु होला। एदेखि डीसम्म हामीले अघिल्लो पार्टमा छलफल गरिसकेका छौँ। फेरि बाँकी रहेका क्वेशनहरू हामी अर्को भिडियोमा पनि हेरौँला। यहाँबाट तपाईले ई नम्बरको हेर्नुभयो भने ई नम्बरमा बाहिरपट्टि प्याराग्राम दिएको छ फिगरमा र भित्रपट्टि चाहिँ हामीलाई रेक्ट्याङ्गल दिएको छ। यो प्याराग्रामको एरिया, प्याराग्रामको लागि यो बेस, यो हाइट, यसैगरी प्याराग्रामको एरिया निस्किन्छ र भित्रपट्टि चाहिँ रेक्ट्याङ्गल छ। रेक्ट्याङ्गलको L × B गरेर रेक्ट्याङ्गलको पनि एरिया निस्किन्छ र प्याराग्रामको एरियाबाट रेक्ट्याङ्गलको एरिया घटायो भने स्याडेड पार्टको एरिया यसरी हामीले ई नम्बरमा निकाल्न सक्छौँ। अब यो एफ नम्बरको पालो। एफ नम्बरमा पनि हेर्नु त बाहिरपट्टि हेर्नुभयो भने के फिगर छ, रेक्ट्याङ्गल छ, लेन्थ इन्टु ब्रेथ। यहाँबाट रेक्ट्याङ्गलको एरिया निस्किन्छ तपाईँको। अनि भित्रपट्टि छ प्याराग्राम। प्याराग्राम भनेको बेस इन्टु हाइट गऱ्यो भने प्याराग्रामको पनि एरिया निस्किन्छ। रेक्ट्याङ्गलको एरियाबाट प्याराग्रामको एरिया घटाउनुहोस्, स्याडेड पार्टको एरिया आयो। हुन्छ। जी नम्बरमा हेर्नुभयो भने बाहिर कुन फिगर छ, one pair of opposite sides are parallel भनेपछि इट इज ट्रापेजियम होइन र, ट्रापेजियम हो। ट्रापेजियमको लागि हाइट, फर ट्रापेजियम भनेर हाइट लेख्नु, L1 L2 लेख्नु, अनि एरिया अफ ट्रापेजियम निकाल्नु 1/2 हाइट इन्टु L1 + L2 भनेर सम अफ प्यारलल साइड हो। ट्रापेजियमको एरिया निस्किन्छ। त्यसै गरी भित्रपट्टि प्याराग्राम दिएको छ। प्याराग्रामको एरिया निकाल्ने फर्मुला बेस इन्टु हाइट। यहाँबाट पनि प्याराग्रामको एरिया निकाल्नु। गर्ने प्रोसेस त त्यही हो। फर ट्रापेजियम भनेर ट्रापेजियमको एरिया निकाल्नु, फर प्याराग्राम भनेर प्याराग्रामको एरिया निकाल्नु, अनि दुईटाको एरियालाई के गर्नु, सबट्र्याक्ट गरिदिनु भयो भने तपाईँको यसमा पनि स्याडेड पार्टको एरिया निस्किन्छ। र यो एच नम्बरको छ, अर्को एउटा एच नम्बरको भने मैले। एच नम्बरमा पनि हेर्नुभयो भने बाहिरपट्टि ट्रापेजियम छ, one pair of opposite sides are parallel, सो इट इज ट्रापेजियम। ट्रापेजियमको लागि हाइट 90 डिग्री भएको ठाउँको हाइट मान्ने, यो हाइट L1 L2, त्यहाँबाट ट्रापेजियमको एरिया निस्किन्छ। भित्रपट्टि स्क्वायर छ, L स्क्वायर गरेर यहाँबाट स्क्वायरको पनि एरिया निकाल्नु। ट्रापेजियमको एरिया माइनस स्क्वायरको एरिया गर्नुभयो भने यो पार्टको, यो स्याडेड पार्टको एरिया के हुन्छ, निस्किन्छ है त। अब बाँकी अरू फेरि हेर्दै गरौँला अर्को भिडियोमा। यति क्वेसनहरू चाहिँ तपाईँले गर्दै गर्नु होला। धन्यवाद।